हेलो हेलो सबैजनालाई ल फेरि पनि वेलकम ब्याक टु माई च्यानल। सबैभन्दा सुरुमा चाहिँ अब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। आज चाहिँ हामी ढ्याप ड्यामतिर हामी जाँदैछौँ सानो भ्लग बनाइहाल भनेर। अहिले हामी ठ्याक्कै सुन्दरीजल नजिकैको यो बिपी म्युजियमनिर छौँ। अब हामी सुन्दरीजल बस पार्कनिर पुग्नु परेन, त्योभन्दा अगाडिकै यही चोकबाट अब हामी ठ्याक्क राइट साइड लागेर यो सैनिक इलाका हुँदै हामी नयाँ ड्याम साइडतिर हामी लाग्छौँ। अब यहाँबाट राइट यहाँनिर एउटा बोर्ड पनि छ ड्याम साइडतिर जाने भनेर। यहाँबाट हामी राइट लागेर हामी जान्छौँ है त। अब यो ठ्याक्कै पुलबाट लेफ्ट लाग्नुभयो भने पनि पुगिन्छ, राइट पुग्नु भने गुगल फेदी हुँदै लङ रुट छ। अब हामी चाहिँ अहिले चाहिँ हामी लेफ्टतिरबाट लाग्छौँ। अब लेफ्टबाटै आर्मी एरिया हुँदै है त। हामीले टिकट काट्यौँ, त्यहाँ अब खिच्न पाइँदैन। पर पर्सन 100 रुपिस अनि बाइकको चाहिँ 150 रुपिस लाग्छ। ठ्याक्क अब यो हामीले टिकट काटेपछि हामी यो बाटो लाग्छौँ। जस बाटो अहिलेसम्म ठिकै छ भनौँ। अब माथि गए चाहिँ अलिकति अफरोड हुने हो कि के कस्तो छ। अब हामी पनि पहिलोचोटि जाँदैछौँ, अब एक्सप्लोर गरौँ है त कस्तो छ बाटोहरू। बोर्ड हेर्नु न बाटो हेर, बाटो भेरी नाइस बाटो। स्लिप हुँदो रहेछ है, स्लिप हुने रहेछ बिस्तारै। ढुङ्गा है। यहीँ खाइसक्यो। टाइम पनि यहीँ गइसक्यो नि। ल म त बिर्सिरहेँ क्या भिडियो लिनलाई। आयो आयो Finally guys, we reached. Yay.
चिसापानी बजार अझ चिसापानी चाहिँ के हो बिहानको बाजी मारेर भयो नि आयो है यस्तो छ बिजोको पाराले आयो जुत्ता मेरो जुत्ताको हालत त वहीँ साथीहरू आयो बल्ल बल्ल ल साथीहरू ढ्यापड्याम आइपुगेका छौँ हामी एकदम रमाइलो छ ठाउँ खुट्टा टक्क यसरी भिजाउने आनन्दले बस्ने घाम ताप्ने ल हिँड्नु त बाटो देखाउनु कस्तो बाटो हिँड्नुहोस् अब हामी निस्किँदैछौँ बाटो फेरि खतरनाक छ हो ल हामी फर्किँदैछौँ ए तपाईँ तल जानुपर्छ ए उताबाट खिचौँ न त होइन यस्तो छ जानु त तल जानुहोस् ल निस्क्यौँ अब अगाडि जान्दिनु रे साट्नुहुन्छ अरे